राजा महेन्द्रको पालामा नेपालमा अमेरिकाले पनि सहयोग गरिरहेको थियो, चीनले पनि सहयोग गरिरहेको थियो, भारतले पनि सहयोग गरिरहेको थियो र सोभियत युनियनले पनि सहयोग गरिरहेको थियो। अमेरिका र सोभियत युनियनको बीचमा मारामारी लडाईँको अवस्था थियो। तर नेपाललाई रसियाले, सोभियत युनियनले कृषि औजार कारखाना र जनकपुर चुरोट कारखाना बनाइदियो। अमेरिका थुप्रै त्यति बेला यो नयाँ शिक्षा योजना भनेर स्कुलको एजुकेसनमा चाहिँ उसले इक्विपमेन्टहरू ल्याउने नयाँ शिक्षा योजनाको नाममा उसले नेपालको एजुकेसन चेन्ज गर्न सपोर्ट गरिरहेको थियो। भारतले पूर्व पश्चिम राजमार्ग बनाइरहेको थियो अनि चीनले चाहिँ कोदारी र पोखराको बाटो बनाइरहेको थियो, ट्रली बस दियो, धागो उद्योग, बुटलको धागो उद्योग बनाइदियो, बाँसबारीको छाला जुत्ता कारखाना बनाइदियो, अनि तल गैडेमा चितवनमा भ्रिकुटी कागज कारखाना बनाइदियो र हेटौडामा कपडा उद्योग बनाइदियो। दे वर नट फाइटिङ। नेपालमा त्यति बेला नेपालको परराष्ट्र मन्त्रालयमा यदुनाथ खनाल, श्रीधर खत्री जस्ता हाइली एजुकेटेड इन्टरनेसनल रिलेसनका एक्सपर्टहरू थिए। उनीहरूले म्यानेज गरे हुनाले शत्रु राज्यलाई पनि सहयोगको रूपमा राख्यो। अब अहिले 37 साल पछाडि जो राजनीतिक पार्टीहरू सत्तामा आए उनीहरूले गरेको सबैभन्दा ठूलो भयंकर ठूलो गल्ती, जसले भू राजनीतिलाई पनि हेर्न सकेन, त्यो गल्ती चाहिँ के हो भने यिनीहरूले विज्ञ र विद्वानहरूलाई आउनै दिएन। राजनीतिक पार्टीभित्र पनि राम्रा विज्ञहरूलाई आउन दिएन, बाहिर खेद्यो। उनीहरूका सल्लाहकार पनि उनीहरूले आफ्ना कार्यकर्ता बनाए अनि कर्मचारी तन्त्रभित्र पनि मन्त्रालय हेर्न पनि एक्सपर्टहरूलाई आउन दिएन। अब उनीहरूले जसलाई नियुक्ति गरे, पोलिटिकल नियुक्ति, आफ्ना कार्यकर्तालाई गरे। परिणाम के भयो भने भारत र चीनको बीचमा एक अर्काप्रति शंका छ। अमेरिका र चाइनाको बीचमा अमेरिका चीनलाई शंका गर्छ, अमेरिका चाइनालाई रोक्न खोज्छ, चाइना अमेरिकालाई रोक्न खोज्छ। फेरि भारत र अमेरिकाको बीचमा पनि शंका छ। भारत कुनै पनि तरिकाले अमेरिकालाई नेपालबाट बाहिर पठाउन चाहन्छ अनि अमेरिका भारत माइनस नेपालमा एकाधिकार राजनीति गर्न चाहन्छ। सोभियत युनियन पनि सबैभन्दा ठूलो भू राजनीतिको गल्ती अहिले 4वटा नेपालमा संलग्न भएका देशहरूको बीचमा सन्तुलन गर्न नसक्नु र पार्लियामेन्ट, संसददेखि कार्यपालिकासम्म विज्ञहरूलाई पुरै उन्मूलन गर्नु सबैभन्दा ठूलो भू राजनीतिक मिस्टेक हो। त्यही कारण चुनाव लड्न आएको हो क्या।